हेलो गाइस, आज चाहिँ म हजुरहरूलाई जरिङ्गको साग पकाएर देखाउँछु। यो चाहिँ जरिङ्गको साग हो हैन। यो चाहिँ यत्तिकै खायो भने अथवा केलाएर मात्रै पकाएर अरु रेगुलर साग जस्तो खायो भने चाहिँ मान्छे मरिन्छ भन्ने छ। अब मलाई चाहिँ थाहा भएन, ट्राई गरेको छैन गाइस है। बट एनीवेज मैले चाहिँ त्यो साग केलाएँ अनि त्यसपछि त्यो केलाको साग यहाँ हेर्नु न, यति धेरै फाल्नु पर्ने भयो। अनि उतापट्टि मैले पानी बसाले साग उमाल्नको लागि नुन राखेँ अनि त्यसपछि साग हाल्दिएँ। साग चाहिँ मजाले बफिनुपर्छ। मैले चाहिँ एकदमै उमालेको कि। त्यसपछि यता मैले ताई बसाएँ, तेल राखेँ। यहाँ चाहिँ मैले आलु टमाटर फर्स्ट पकाउँदै गर्छु, उता साग उम्लिँदै गर्छ अनि त्यसपछि हाल्नको लागि रेडी हुन्छ भनेर। हजुरहरूले अदुवा लसुनको पेस्ट राख्दा पनि हुन्छ, सागमा एकदमै मिठो हुन्छ। बट हाम्रो घरमा चाहिँ खानुहुन्न, सो मैले चाहिँ राखिनँ। खोर्सानी हल्दी हालेँ अनि आलु राखेँ। अनि आलु यतिको भइसकेपछि मैले टमाटर हालेँ अनि टमाटर पनि मजाले पकाइसकेपछि त मेरो साग पनि मजाले उम्लिसक्यो। अनि उम्लेको सागलाई पनि फेरि वान मोर टाइम पखाल्ने गाइस हैन। अनि पखालेर राखेँ अनि दुईटै साग र आलु टमाटर मजाले पकाउने छु है। अब साग पाकेकै हुन्छ भए पनि पकाउने सबै थोक लागोस् भनेर। अनि एकदमै मिठो भएको थियो गाइस।